जान चाहन्छु ती सडकमा आएका ती जेनजी पुस्ताहरू, ती जेनजी पुस्ताको नेतृत्वमा साथ दिएर आएका नेपाली जनताहरू र जेनजी पुस्तालाई सडकमा पठाउने तमाम नेपाली आमाहरूलाई म सम्झन चाहन्छु। सम्पूर्ण नेपाली आमाहरू, तपाईहरू ढुक्क हुनुहोस्। तपाईहरुका छोराछोरीले देखेको सपना, शहीदले देखेको सपना, त्यो सपना पूरा गर्ने जिम्मा हामी लिन्छौं। हामी किन आयौं, सडकमा के कारणले आयो भन्ने कुरा होइन, सडकमा के नारा लाग्यो भन्ने कुरा छैन। सडकको नाराले ल्याएको परिवर्तन जनताको पक्षमा हुनुपर्छ। यो तत्कालीन सरकार जनताको पक्षमा छ। त्यसो भएको हुँदा हामी के गर्छौं र कसो गर्छौं होइन, सम्पूर्णलाई आह्वान गर्न चाहन्छु। म प्रवेश दाहाल लगायत हाम्रा टिममा साथीहरू आउनुभएछ, भास्कर घिमिरे, कुशल भेटवाल लगायत टिकाराम लिम्बू जस्ता व्यक्तिहरू। यी व्यक्तिहरू को हुन् त? यी व्यक्तिहरूले जिन्दगीभरि राजनीतिक दलको सदस्य लिएका छन्। यिनीहरू सडकमा आएका मान्छे हुन्। यदि सडकमा कसैले गोली हानेको हुन्थ्यो भने गोली लागेर मर्ने स्थिति हुन्थ्यो। हामी घाइते भएका छैनौं। म फेरि सम्झन चाहन्छु, त्यो शहीद र घाइतेदेखि लिएर नेपाली आमालाई सम्झन चाहन्छु। तपाईहरूले देखेको सपना हामी जिउँदैछौँ। यदि हामी मरेर गएका थियौं भने सपना पूरा नहुन सक्थ्यो, तर नेपाली जनता जिउँदैछन् र जेनजी पुस्ता जिउँदैछ। त्यसो भएको हुँदा सम्पूर्ण नेपाली जनताहरूलाई भन्न चाहन्छु, तपाईहरू नडराउनुस्। परिवर्तन हामीले ल्याएको हो। तपाईहरुलाई अझै पनि भन्न चाहन्छु, कसैले कसैलाई च्यालेन्ज नगरौं, कसैले कसैलाई रुष्ट नबनाऊ। सबैजना, यो देश हाम्रो हो। हामीले हाम्रा माग र एजेन्डाहरू राख्न पाउनुपर्छ। त्यसो भएको हुँदा हामी भाषण गर्न, साँच्चै भन्ने भने भाषण नेपालकै तरिकाले जाने भने हाम्रो टिमले भाषण गर्न सक्छ। जेनजी पुस्ता त्यति राजनीति नबुझेको छ। कार्ल मार्क्सका सिद्धान्त के छन् सबै कुरा थाहा छ। तर के अब नेपालीले नेपालको सिद्धान्त बनाउँछ, नेपालीले नेपालको मुलुकको भाग्य र भविष्य बनाउँछ, डराउँदैन। अब त्यसो भएको हुँदा सडकमा आएको जेनजी पुस्ता, सम्पूर्ण नेपाली जनता, तपाईहरू साथ दिनुस्। यतिखेर जब हामी आन्दोलन गर्ने बेलामा जुट्यौं, अब माग पूरा गर्ने बेलामा फुटेर हुँदैन। त्यसो भएको हुँदा यो अझै पनि भन्न चाहन्छु, फेरि कुनै राजनीतिक दलको दबावमा होइन यो कार्यक्रम। कसैले पनि केही गर्न नसकोस्। आज राजनीतिक दलका कारणले आएको यो होइन, यसरी आउनु परेको होइन। हामी भन्न चाहन्छौँ, आन्दोलन कहिले पनि लिमिटेसन हुँदैन, कहिले पनि क्राइटेरिया हुँदैन। आन्दोलनले ल्याएको परिवर्तन कसैले पनि कमजोर नसम्झिँदा हुन्छ। आन्दोलन आवश्यकता थियो। आन्दोलनको आवश्यकताले अब डक्ट्रिन, नेसेसिटी अफ डक्ट्रिन हुन्छ। आवश्यकताका सिद्धान्तहरू परिस्थितिले पद्धति बनाउने हो, नियम बनाउने हो। त्यसो हुँदा हिजोका नियमबाट रुष्ट नेपाली जनताहरू आज नयाँ नियम बनाएर कार्यान्वयन गर्न चाहन्छन्। त्यसो भएको हुँदा हाम्रा एजेन्डाहरू, एकछिन साथीहरू एकछिन, हाम्रा एजेन्डाहरू के छन्? अब एजेन्डातर्फ लाग्न चाहन्छु। एजेन्डाहरू हामी प्रष्ट भन्न चाहन्छौँ। अघिदेखि मैले भनेको छु, एजेन्डाहरू के छन् भन्ने कुरा। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, प्रिय जेनजी युवा पुस्ताहरू, आदरणीय उसमा मतलब कि शहीद हुनुभएका शहीदहरू, हस्पिटलको बेडमा हुनुभएका घाइतेहरू लगायत अहिलेको तत्कालीन सरकारका राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू लगायत सम्पूर्ण नेपाली जनताहरू, अहिलेको शून्यताको स्थितिलाई स्थिरतामा बदल्न हालको अन्तरिम सरकारले तत्काल निर्णय लिनुपर्छ। के निर्णय लिनुपर्छ त? हामीले निर्णय के लिनुपर्छ? तत्कालीन संविधानलाई परिमार्जन गर्न सकिन्छ भने परिमार्जन गरेर अन्तरिम संविधान जारी गरेर प्रत्यक्ष कार्यकारी निर्वाचनको घोषणा गर्नुपर्छ। हामीले यदि संसदीय मुद्दा मानेको हुन्थ्यो भने आन्दोलन केका लागि गर्नु पर्थ्यो? त्यसो भएको हामी संविधान नमान्ने भन्नाले होइन, यो संविधानको सरकार गठन प्रक्रिया, यो संविधानले देखाएका जुन विधि र पद्धतिहरू हामी मान्दैनौँ, तर संविधानै मान्दैनौँ भन्न मिल्दैन। त्यसो भएको हुँदा यो संविधानलाई हामीले जगमा टेकेर अब हामीले ती सरकार गठन प्रक्रियाहरू अहिलेको अन्तरिम सरकारले लिनुपर्छ। अन्तरिम सरकारले निर्णय लिनुपर्छ। जनताको पक्षमा किन निर्णय लिँदैन? फेरि अर्को कुरा के छ? तत्कालीन आन्दोलनको अवस्थालाई उग्र बनाउन सरकारले निरङ्कुशता साधेकाले तत्कालीन सरकार पक्षलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्कालीन सरकारलाई कारबाही गर्नुपर्छ। अर्को कुरा के छ? प्रदेश खारेजीको माग नेपाली जनताको हो। यहाँ कसले के माग राख्छ सँगको सरकारको विषय होइन। आन्दोलनका सडकमा उठेका मुद्दाहरूदेखि लिएर नेपाली जनताले चाहेका मुद्दाहरू सम्पूर्णले पेश गर्नुपर्छ। त्यसो हुँदा प्रदेश खारेजीको माग नेपाली जनताको माग रहेको हुँदा तत्काल खारेज गर्नुपर्छ। अर्को कुरा के छ फेरि? 4 नम्बर बुँदामा 2047 सालपछि सार्वजनिक पदधारमा रहेका सम्पूर्ण आरोपीलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्काल सजाय
र प्राप्त सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। आज धेरैजना व्यक्तिहरू इमोसनल पार्न खोजिरहेका छन् राजनीतिक दलका कार्यकर्ताहरूले। यो देश सके भनेर। देश सकिएको छैन। देशमा जनता छन् र देशको भूमि छ। देशको सार्वभौम सत्ता, स्वाधीनता, इमानदारिता तरिकाले अगाडि बढ्छ देश। त्यसो हुँदा हामी विधिको शासन मान्छौँ भने विधि बनाएर भए पनि विधिको शासन मान्छौँ। त्यसो हुँदा अहिलेको विधि र पद्धतिमा हामी यो कुरालाई संशोधन गर्ने हो कि आन्दोलनकारीले केही पनि व्याख्या गर्न चाहँदैन। एकछिन साथीहरू, आन्दोलनकारीहरूले केही पनि व्याख्या गर्न चाहँदैन। आन्दोलनकारीले माग राख्ने हो र माग पुरा हुनुपर्छ अहिलेको सरकारले। अर्को कुरा के छ, संवैधानिक आयोगका पदाधिकारीलाई नियुक्ति गर्दा राजनीतिक दलको दबाव नभई स्वच्छ प्रतिस्पर्धाबाट गर्नुपर्छ। अर्को के छ फेरि, यहाँ धेरै कारण चाहिँ के भयो भन्दा विश्वविद्यालयका राजनीतिक दलका संगठनहरू हावी भइरहेका छन्। विश्वविद्यालयमा रहेका सम्पूर्ण विद्यार्थी संगठन सोभिउ हटाउनुपर्छ। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको नेतृत्वमा विशेषज्ञको टोलीमा मन्त्री परिषद गठन गर्नुपर्छ। 9 मा अहिले जुन तरिकाले आन्दोलनको समयमा भएका घटनाहरू सीसी क्यामेरा फुटेजमा बाहिरिएको छ, यो घोर आपत्तिको विषय छ। किन आपत्तिको विषय छ? यो किन आपत्तिको विषय छ भन्दाखेरि अहिलेको तत्कालीन आन्दोलनमा को आयो भन्दा कोठाभाडा बस्ने साधारण मान्छे आयो। आज भरेबाट कोठाभाडा नपाउने स्थिति भइसकेको छ विद्यार्थीहरूको। प्राय गाउँका किसानका सन्तानहरू, मजदुरका सन्तानहरू आएर आयो आन्दोलन सफल पारेको। त्यसो हुँदा कसैलाई राजनीतिक दलको दबावमा आएर आज उत्तेजना नपारियोस्। भिड अब हामी सडकमा आउन चाहँदैनौँ, तर सडकका मागहरू अब सम्बोधन गर्न चाहन्छौँ।